ल साथीहरू, आज चाहिँ हाम्रो छोरीहरूले यहाँ बुके बनाइरहेका छन्। हेरौँ अब यिनीहरूले कस्तो बनाउँदो रहेछन्। ए बिहानदेखि बनाउन बसेका। अहिले अब खोइ फाइनल त भएको छैन होला, कोही देखाउँदैन नि त्यो। कति बेर लाग्दो रहेछ नानी एउटा बनाउनलाई? त्यो बनिसकेको त होइन नि, त्यो राम्रो छ भनेको नि। त्यो पुरै बनिसकेको चाहिँ कुन हो कि बनिसकेको छैन? बनिसकेको छैन। त्यो अर्को हिजो रातदेखि। अनि यो कति पर्छ यसलाई बेच्नु पर्यो भन्दाखेरि चाहिँ? एउटाको 50 पर्छ। ए बनिसकेको खोइ हेरौँ, हेरौँ न के छ त? के निकालेर यसको? ए यस्तो रहेछ। यो भित्र पनि अर्को हुन्छ? मतलब यति हो कि यसमा अरू केही जोइन हुन्छ? अरू यहाँको यो निकाली त्यसले जुन पारीका सबै यो बनिसकेको पनि यसले बिगारी अहिले। ए फेरि त्यसलाई बनाउनै बाँकी हो? ए सानी धेरै जाने भयो जस्तो छ, त्यही भएर हो। अब सानी यहाँले बसेकी मात्र होला, अर्को एकजना बहिनी र नानी भएर दुईजना बनाउँदैछन्। आज आइपुगेकी छैनन्। ल यस्तै छ। अब कस्तो बनाउँदो रहेछन्, के गर्दो रहेछन् हेरौँ। यो चाहिँ कहाँबाट ल्याएको नानी? यो चाहिँ के हो र? यो चाहिँ ग्लुगन कहाँबाट ल्याएको? पुस्तकबाट सलबाट। ए खोइ के हो यो के हो? यो पनि किन्ने नै हो कि यो घरमै बनाएको? यो छेस्का जस्तो के हो यो? 250 पर्छ। बाँस लिएर आइज न, म काट्दै बनाइदिइहाल्छु नि। बाँस ल्याएर काट्दै बनाउँदाखेरि हुन्छ होला त यो। अनि के हो, बाँसको हो कि के को यो? छेस्काहरू। ए सानी अनि खोइ अनि तैँले पनि बनाएको कि? सघाइ मात्र दिएको? दिदीलाई सघाइदिएको? आज दिदीको साथी नआएर? आज दिदीको साथी नआएको हुनाले अनि सघाइदियो कि? ए अहिले एकछिनमा आउँछिन् होला नि त। भयो अब चाहिँ? अब बनाइसकेर चाहिँ अनि हालिदिनु फेरि एउटा? बनाइसकेर होइन, ठिकै छ, म बनाइसकेर कस्तो बनाउँदो रहेछन्, के गर्दो रहेछन्, फुल चाहिँ म हालिदिन्छु। ठिकै छ। अब घरमा बसेको बेला टाइम सदुपयोग गर्नु ठिकै हो, त्यतिकै बस्नुभन्दा पनि ठिकै छ। ल यस्तै राम्रै गर्दै जानु ल।